एभ्रीवान भन्देऊ न आज पनि म माथि आएको छु आज त केही छैन तिम्रोमा है आज त केही छैन काम बिगार्ने कामहरू केही छैन त keep watching भन keep watching us भन म चाहिँ गएको बुलुलु गर्नु भन्देऊ बुलुलु गर्नु गएको भन्देऊ ल है जैरन पनि बुलुलु सके भन बुलुलु सके भन्दै सक्यो भाइले सक्यो बिहान खाजा दिन्छ कि अहिले मान्छे छेउमा लाज पर्छ हो काम गरेको देख्यो काम गरेको डरले उल्टा गर्छ यहाँ यो आजको भ्लगको मेन चाहिँ के छ देवर भाउजूको मेन खाजा दिएर बोलाउँछ राम्रो हो आयो भने सट्टै खायो अहिले यहाँ मलाई गति देखाउँछौ हो मिल्यो मिलेन करोडपति बनाउनु भनेर हाल त भाइरल कतै मलाई लाइक गर्छ कि प्रभुले त एक दिन बनाउँछ होला त हौ यतिकै त राख्दैन होला त भाउजूले देखिहाल्यो त बिहान खाजा दियो अहिले यहाँनिर र मलाई हो लाज पार्यो अब डिनर म भरे उसलाई खुवाउँछु म पार्दिनँ लाज त्यो छ नि त बिच्किनु परेन बोल्दैन यसो मात्रै गर्थेन बिच्के छ भने चिया नखाइ जानुपर्छ बुझ्यो भोलिपल्ट झट्टै आएपछि चाहिँ फेरि किन आएन भन्छ भात फ्याँक्नु पर्यो भुटेको भन्छ त्यो भुटेको भात हामीले कति बोरा फ्याँके यसो मने मने अब राम्रो राम्रो डिस बनाएर फ्याँकेन भुटेको भात मान्छेले कति बोरा फ्याँक्छ 20 क्विन्टल त मैले फ्याँकेँ कुखुरालाई फ्याँक्दिएँ यता गयो हो आएन भने रिसाउँछ उस्तो चिज दामी छ नि फुड जोन लेखिदिएको छ फेरि अहिले बेलुका बोलाउँछ ओटिपी आयो तपाईँकोमा ओटिपी फेरि पैसा सेन्ड गर न ओटिपी कलेक्सन गरेर के गर्नु बहुत आइसक्यो ओटिपी ह्याङ भइसक्यो फोन ओटिपी र खोइ ओटिपी मेसेज भएन ओटिपी भन्दाखेरि बरु पैसा नोटिपी तिम्रोमै आउँछ होला यो केटा हिरो छ गुड राम्रो काम गरे बाबु ल अब मान्छेको खुट्टा भए पो 5 वटा हुन्छ हैन अलिक मोटो मोटो हुन्छ नि खुट्टा त अब कुखुरा मैले बनाउनु तीनटा मात्रै खुट्टा भएको अब यो कागको होइन चिलको होइन कुखुरै काटेको लु हेर्नु अब यस्तो छ भाउजूले त्यो उयसलाई फर्सीलाई मुला बनाएको जस्तो उसको क्या इस्युस लौका भयो भने मोटो मोटो छैन होला नि त मोटो खाएर त भुँडी मेरो जस्तो बढाएर भन्नु मात्रै हो यसको चाहिँ सुप खाने हो लोकल टाइपमा छ थ्याङ्क यू हो अहिले स्याटिस बल्ल भयो पहिला कम्प्लेन गर्ने मात्रै स्याटिस लगनको बेलामा हगन ढिलो भएको बेलामा हेर्नुहोस् न ल अब चाहिँ म फेरि पनि गएँ आज झन् 12-11 भएको छ कर्सियाको गरम चाहिँ यतिको भएको छ है इतिमेन सन्चौँ है धन्यवाद यो के तिम्रो अन्त स्कुलको लागि बोटाई शर्ट र प्यान्ट भएको रहेछ कि खै ट्राई गरौँ ल लु मेरो छोरा ट्राई चाहिँ गरेको है तर ठिकै मात्रै भएछ त यस्तो रेडी सेडी भएर चाहिँ त्यतिकै बस्नु पर्यो हेर्नुहोस् न इतिभेन पनि यो हालतमा छ आज एकदम इतिभेनको लागि सपिङ गर्नु जाउँ भनेर चाहिँ हामीले सल्लाह गऱ्यो होइन म नाना इतिभेन भए हेर्नुहोस् न पानी परेर सबै प्लानहरू फेल भयो देखो न ये क्या है पानी तो बहुत ज्यादा पड़ रहा है तो इतिभेन चाहिँ बिचरा निन्द्रामा के गर्छ जान्छ पानी घट्ने के अरे हजुर छोरा हो कोट सेट चाहिँ को के हो यिनीहरू
ए यो त्यही र त्यसरी होइन के हो पेन हो क्या हो यता फर्क यता फर्क त हिँडेर लु त गाइज यहाँ चाहिँ अब खुसीको खबर छ एकदमै खुसीको खबर सायद तपाईँहरूलाई पनि थाहै छ हो अस्ति मैले त पत्ताको थिइनँ 3 तारिकदेखि चाहिँ अब खातामा चाहिँ टक टक पस्छ भनेर चाहिँ भरे त साँच्ची नै हाम्रो एकदम के पो भन्छ प्रत्यक्ष रूपमा छ यहाँनिर हुनुहुन्छ हेर्नुहोस् है अहिले चाहिँ एकदम आजको दिनमा चाहिँ रिसिभ गर्नुभएको छ उहाँको खातामा चाहिँ एकदम 3000 रुपियाँ चाहिँ क्रेडिट भएको छ अन्त तपाईँहरूलाई कतिको चाहिँ खुसी लागिरहेको छ लु भन्नुहोस् त खुसी त खुसी नै लाग्छ पैसा पस्दाखेरि कसलाई चाहिँ खुसी लाग्दैन हो त्यो पनि 1000 पनि होइन 15 पनि होइन 3000 पसेको छ हो अन्त म त छक्क पनि परेँ फर्स्टमा देख्दा चाहिँ तपाईँको रियाक्सन चाहिँ कस्तो भयो अब मैले बिलिभै गर्न सकेको थिइनँ नि अब भन्नु त भन्दै थिएँ होइन 3 तारिक पस्छ भनेर तर अचानक मेसेज आयो टिङ्ग गरेँ कि अन्त मैले त्यस्तै गरेँ होइन सट्ट गरेर फोन हेरेँ होइन अन्त फोन यसो हेरेँ कि भरे त यो अकाउन्ट हेज बिन क्रेडिटेड भनेर पो आउँछ हो त्यहाँको त त्यो पनि आएको चाहिँ मेसेज पनि छ देखाइदिनु मेसेज पनि यो चाहिँ हेरिहाल्नुहोस् होला एकदम मेसेज पनि आयो अन्त छक्कै परे खुसी पनि लाग्यो हो फर्स्ट अफ अल त मेरो त प्रब्लम धन्यवाद दिएँ कसको पस्यो तपाईँहरू पनि भन्नुहोस् होला तर नसुर्ताउनुहोस् तपाईँहरूको जसको पनि आएको छैन तपाईँहरूको पछाडि गर्दै पस्नेछ ल सबरका फल मिठा होता है आफ्नो आएर त नि आफ्नो आएर चाहिँ सबर गर्नु बिचरा काकी चाहिँ काकी र मैले दुईजनाले सँगै गरेको हो फेरि हो आएन काकीको चाहिँ आएको छैन तर मेरो चाहिँ आयो हो बिचरा काकीको पस्छ तर लु अब म चाहिँ अब त्यही आज त्यो सुने कि अन्त चाहिँ म पनि एकदम तातिरहेको छु अब भोलि चाहिँ भोलि सायद कहिलेतिर जान्छु होला फेरि फर्म भर्नको लागि चाहिँ चारैतिर चाहिँ यसकै चर्चा भइरहेको छ है अन्नपूर्णको चाहिँ एकदम अन्नले चाहिँ पूर्ण हुन्छ अरे नि त है एकदम सोनाले के खान्छ हेरेर के अर्डर गर्यो फ्रेन्च फ्राइज र पानी खान्छु फ्रेन्च फ्राइज र पानी रेडी लु इतिबेनको के म फेभरेट घरको चाहिँ खाँदैन नि फेरि प्रार्थना गरेको हेर्नु न उसले के मजा प्रार्थना गर्नु है यति लामो पनि गर्दो रहेछ उसले त प्रार्थना पुरा चिसो भइसक्यो क्या हेरेन साथै यसमा बन्द आयो बन्द हुन्छ है पसिनाले चाहिँ लतपत यहाँ चलै मिछुनाको खतरा छ त पोजहरू त